नमस्कार सबैमा। आज हामी बुझ्न गइरहेका छौं बीटा लेक्टम एन्टिबायोटिक। हामी एन्टिबायोटिक सिरिजमा डिफिनिसन, यसको हिस्टोरिकल ब्याकग्राउन्ड र एन्टिबायोटिकको प्रोपर क्लासिफिकेसन पढिसकेका थियौं। हामी पढिरहेका छौं डी फार्मेसी थर्ड इयरको फार्मास्युटिकल केमिस्ट्री सेकेन्ड र त्यसमा युनिट 3.2 मा यही पेनिसिलिन र सेफालोस्पोरिन अन्तर्गत दिएका यो सबै कुराहरू थियो। यसमा हामी आज बुझ्न गइरहेका छौं केवल बीटा लेक्टम एन्टिबायोटिक। अब यो एक्ज्याक्टली मा बीटा लेक्टम एन्टिबायोटिक हो पहिला के सर यो बीटा लेक्टम एन्टिबायोटिक यार यो त खतरनाक छन्। यसमा त हामी एक्जाम्पल पढेका थियौं के पेनिसिलिन सेफालोस्पोरिन एक्ज्याक्टली मा केही छैन। पहिले यसको डिफाइन गरिहालौं। यानी बीटा लेक्टम एन्टिबायोटिक आफै नामले दर्शाइरहेका छन् एउटा यस्तो किसिमको एन्टिबायोटिक जसको रिङमा के रिङ हुनुपर्छ बीटा लेक्टम रिङ। सिम्पली वेमा एउटा यस्तो एन्टिबायोटिक जसमा के हुन्छन् हैविङ बीटा लेक्टम रिङ। ठीक छ, एउटा यस्तो किसिमको एन्टिबायोटिक जसमा बीटा लेक्टम रिङ हुन्छ त्यही एन्टिबायोटिकलाई हामी के भन्ने गर्छौं बीटा लेक्टम एन्टिबायोटिक। अब यो बीटा लेक्टम रिङ हुन्छन् कस्तो त यो अस्ति पनि बनाउनलाई सिकाएको थिए। सबजनालाई रेक्टेंगलको स्ट्रक्चर बनाउन आउँछ नै, मतलब कि 4 वटा कोण भएको। सिम्पली वेमा त यो पहिला 4 वटा कोण यस्तो बनाइदिनुस्। एउटा कुनालाई मेटेर यहाँ नाइट्रोजन एटम लगाइदिनुस् र यसको जस्ट छेउमा यहाँ डबल बोन्ड बनाएर एउटा अक्सिजन यानी यो कार्बोनिल ग्रुप भन्छन् यसलाई। हामी केमिस्ट्री पढ्ने बेलामा यो जुन रिङ छ यो यसलाई केही यस्तो तरिकाले पढ्ने गर्थ्यौं। यसलाई कुन के भन्ने गर्थ्यौं कार्बोनिल ग्रुप। सो यही वाला यहाँ लागेछ, यसलाई मेटिदिने। हेर्नु यो यहाँ हेर्नुहुन्छ भने यो टोटल रिङमा कति मेम्बर्ड रिङ भइहाल्यो 1 2 3 4 टोटल 4 मेम्बर्ड रिङ छन्। यो रिङमा मात्र कार्बन छैन, यसमा नाइट्रोजन एटम पनि एटेच्ड भएको कारणले गर्दाखेरि यसलाई हेटेरोसाइक्लिक रिङ भनिन्छ र यसलाई हामी के भनिरहेका छौं बीटा लेक्टम रिङ भनिरहेका छौं। यो बीटा लेक्टम रिङको बारेमा एउटा कुरा ध्यान राख्नु कि यही बीटा लेक्टम रिङमा एउटा प्रपर्टी हुन्छन् जसको कारणले गर्दाखेरि ब्याक्टेरियाहरूलाई मार्ने काम गर्ने गर्छन्। सो यो बीटा लेक्टममा के ध्यान राख्नु गर्नु एन्टी ब्याक्टेरियल प्रोपर्टीज। ठीक, यानी यो बीटा लेक्टम रिङको कारणले गर्दाखेरि यसमा कुन प्रपर्टी हुन्छन् एन्टी ब्याक्टेरियल प्रपर्टी हुन्छन्। यसैको कारणले गर्दाखेरि ब्याक्टेरियाहरूलाई कि त हामी रोक्न सक्छौं नत्र भने मार्न सक्छौं। त यो त भइहाल्यो हाम्रो बीटा लेक्टम रिङको बारेमा केही कुराहरू। अब यसको एक्जाम्पलहरू यानी बीटा लेक्टम एन्टिबायोटिकमा कुन कुन एक्जाम्पलहरू पर्न सक्छन्। यसको एक्जाम्पल हेर्नुहुन्छ भने के भइदियो पेनिसिलिन भइदिन्छन्, सेफालोस्पोरिन, अझै कार्बापिनेम्स, अझै के भइहाल्यो मोनोब्याक्टम्स। यानी यो जे जति पनि हामीले के पेनिसिलिन सेफालोस्पोरिन कार्बापिनेम्स या मोनोब्याक्टम्स यदि यिनीहरूको स्ट्रक्चरमा तपाई हेर्नुहुन्छ भने एउटा कुरा कमन पाउँछन्। त्यो के कमन पाउँछन् यो बीटा लेक्टम रिङ। यानी यो अल्फा पोजिसन र यो कुन पोजिसन छ बीटा पोजिसन। काम खत्म। अब हामी डिटेल डिस्क्रिप्सनमा के पढ्न गइरहेका छौं यो बीटा लेक्टम एन्टिबायोटिक्समा पर्ने फर्स्ट एक्जाम्पल जसको नाम के छन् पेनिसिलिनको बारेमा। सो अब हाम्रो नयाँ टाइटल हुनेछन् पेनिसिलिन। के छन् पेनिसिलिन। पेनिसिलिनको बारेमा केही कुराहरू ध्यान राख्नुपर्ने हुन्छन् हामीलाई। सो पेनिसिलिनको बारेमा के कुराहरू ध्यान राख्नुहुन्छ त यो त पहिला कुरा जुन कि हाम्रो दिमागमा हुनै पर्छन् यो चाहिँ फर्स्ट नेचुरल सोर्स एन्टिबायोटिक्स छन्। के छन् यो फर्स्ट नेचुरल सोर्स एन्टिबायोटिक्स। फर्स्ट नेचुरल सोर्स एन्टिबायोटिक भइहाल्यो। यो कसले डिस्कभर्ड गरेको थियो त फर्स्ट डिस्कभर्ड गर्ने जुन वैज्ञानिक थियो उनको नाम अलेक्जेन्डर फ्लेमिङ। सो यहाँ लेख्नु डिस्कभर्ड बाय अलेक्जेन्डर फ्लेमिङ। ठीक, किनभने यो नेचुरल पेनिसिलिन हो यानी नेचुरल एन्टिबायोटिक हो यानी यो नेचुरल सोर्सबाट आएको छन्। त यो कुन सोर्सबाट आछन् यसको सोर्स पनि लेख्नु पर्छ। सो यसको सोर्स छन् फंगसको। हामी एन्टिबायोटिकको डिफिनिसन पढ्ने बेलामा यही पढेका थिए कि त हामी फंगसबाट नत्र भने ब्याक्टेरियाबाट या अन्य कुनै पनि माइक्रो अर्गानिजमबाट केमिकल सब्स्टान्स निकाल्ने गर्छौं र अरु माइक्रो अर्गानिजमलाई मार्नको लागि लो कन्सन्ट्रेसन्समा या एप्रोप्रिएट कन्सन्ट्रेसन्समा चलाउने गर्छौं। त्यसैले हामी एन्टिबायोटिक भनिरहेका थिए।
त यसको सोर्स हुन्छन् फंगस, किनभने यो जुन एन्टिबायोटिक बनाउने गर्छन् यानी आइसोलेट गर्ने गर्छन् यो कहाँबाट हामी लिने गर्छौं? फंगसबाट। सो कुन कुन फंगसबाट? यो फंगसको पनि त धेरै प्रजाति छन्। इभन दो यदि हामी इक्जाम्पलमा लिने हो भने जुन हामी मसरुम खाने गर्छौं त्यो पनि के हो? फंगसकै इक्जाम्पल हो। सो खैर त्यो त अब हामीहरूले आँखाले हेर्न पनि सक्छौं। धेरै यस्तो पनि फंगसहरू हुन्छन् जुन कि त्यो भन्दा सानो सानो हुन्छन्, हुन त हामी आँखाले हेर्न सक्छौं तर उनीहरूको प्रजातिको नाम बेग्ला बेग्लै हुन्छन्। अब यो फंगस छन्, यो फंगस दुईवटा प्रजातिबाट अक्सर गरेर पेनिसिलिनलाई आइसोलेट गरेको थियो। यानी यसमा दुईवटा कुरा हामीले ध्यान राख्नुपर्ने हुन्छन्। फर्स्ट, आइसोलेटेड पेनिसिलिन फ्रम पेनिसिलियम नोटेटम। कुन साइन्टिस्ट द्वारा गरेको थियो? एच फ्लोरी एन्ड इचेन। ठीक, फेरि यसमा एउटा अझै कुरा यानी यो जब पहिलाचोटि पेनिसिलिनबाट कुनै केमिकल सबस्टान्स आइसोलेट गर्न सक्छन्, यो कसको रिसर्च पेपरमा थियो? अलेक्जेन्डर फ्लेमिङको। पछि पछि गएर इन्ट्रेस्ट लिएर पढ्यो कुन कुन वैज्ञानिकले? एउटा एच फ्लोरी र इचेनले। त्यो रिसर्च पेपर पढिसकेपछि त्यसबाट केमिकल सबस्टान्स आइसोलेट गर्यो र त्यो केमिकल सबस्टान्स जुन आइसोलेट गरिसकेको थियो त्यही केमिकल सबस्टान्सको नाम के राखिहाल्यो? पेनिसिलिन राखिहाल्यो। त क्वेशन्स कहिलेकाहीँ सोध्न सक्छन् कि फर्स्ट आइसोलेटेड पेनिसिलिन फ्रम पेनिसिलियम नोटेटम। अब कुन साइन्टिस्टले चाहिँ गरेको थियो आइसोलेसन? त एच फ्लोरी र इचेनले। कुन प्रजातिको फंगसबाट? त पेनिसिलियम नोटेटमबाट। फर्स्ट चोटि त यो भइहाल्यो। अब किनभने त्यो बेलामा ब्याक्टेरियल इन्फेक्सन्स बढी नै थियो, त्यसैले रोक्नको लागि अब यो राम्ररी काम गर्न थाल्यो, यानी मार्केटको डिमान्ड बढी आइसक्यो। अब मार्केटको डिमान्ड बढी आउनु भनेको मतलब अब यो कमर्सियलाइजेसनमा गइदियो। सो कमर्सियल पेनिसिलिन कहाँबाट यिनीहरूले आइसोलेट गर्न थाल्यो? त एउटा अझै पेनिसिलिनको प्रजाति छन् जसको नाम हो पेनिसिलियम क्राइसोजेनम। त यहाँबाट हामी लेखौं कमर्सियल। कमर्सियल कमर्सियलको लागि कहाँबाट? पेनिसिलियम क्राइसोजेनम यहाँबाट लिन थाल्यो। त यो दुईवटा सोर्स भइहाल्यो। कहाँबाट हामी पेनिसिलिन कहाँबाट लिइरहेका छौं? त एउटा भइहाल्यो हाम्रो पेनिसिलियम नोटेटम, अर्को के भइहाल्यो? पेनिसिलियम क्राइसोजेनम। ठीक, अब यो दुवै चाहिँ भइसकेपछि हाम्रो टर्म यही सकिन्छ। तेस्रो कुरा एउटा अझै याद राख्दै गर्नुस्, पेनिसिलिनको स्ट्रक्चर कस्तो हुन्छन् यो पहिला रिभिल्ड गर्ने वैज्ञानिकको नाम के थियो? डी हर्किङ। नलेख्दा पनि हुन्छन् है। यानी पेनिसिलिनको स्ट्रक्चर्स प्रोपर वेमा कस्तो हुन्छन् यो पहिला जुन वैज्ञानिक पत्ता लगाएको थियो त्यो वैज्ञानिकको नाम के थियो? डी हर्किङ। र उनले एउटा अझै त्यसमा धेरै इन्ट्रेस्टिङ फ्याक्ट पत्ता लगायो कि यो पेनिसिलिनको जुन पूर्ण स्ट्रक्चर छन् यसमा यो बीटा लेक्टम रिङ छ र यही बीटा लेक्टम रिङको कारणले गर्दाखेरि उसको एन्टिब्याक्टेरियल प्रपर्टी हुन्छ। ठीक, अब पेनिसिलिनको स्ट्रक्चर हुन्छन् कस्तो यो चाहिँ पहिला हामीले बुझ्नु पर्ने हो। त यहाँ अब मैले लेखिरहेका छु स्ट्रक्चर अफ पेनिसिलिन। यसको स्ट्रक्चर कसरी बनाउने? त यसको स्ट्रक्चर हामी स्टेप वाइज तपाईले सिकाइरहेका छौं। यसमा कमन स्ट्रक्चर मैले के भनेको छु? बीटा लेक्टम रिङ। त पहिला त बीटा लेक्टम रिङ बनाइदिनु। यहाँ बीटा लेक्टम रिङ अब सबलाई बनाउन आइहाल्छन्। यो जुन स्ट्रक्चर मैले बनाए यो स्ट्रक्चरको नाम के भइदियो? बीटा लेक्टम। ठीक, यहाँ नाइट्रोजन सित 3 वटा बोन्ड हुनु पर्छन्। अब 2 वटा छ भने यहाँ एउटा हाइड्रोजन एड पनि गर्दाखेरि केही फरक परेन। यहाँ पनि हामीले के एड गर्न सक्छौं? हाइड्रोजन एड गर्न सक्छौं। ठीक, यो के कुन रिङ भइहाल्यो हाम्रो? बीटा लेक्टम रिङ। बीटा लेक्टम रिङ भइहाल्यो। ठीक, अब यो सित एउटा अझै रिङ एटेच हुन्छन् जसको नाम हुन्छन् थायाजोलिडिन रिङ। थायाजोलिडिन रिङ कस्तो बनाउने? त यो वाला जुन स्ट्रक्चर छन् यो स्ट्रक्चरको नाम भइहाल्यो हाम्रो थायाजोलिडिन रिङ। ठीक, जसमा 5 मेम्बर्ड रिङ हो। थायाजोलिडिन रिङ भनेको मतलब 5 मेम्बर्ड रिङ हेटेरोसाइक्लिक एटम हुन्छन्। कुन एटम प्रेजेन्ट हुन्छन् यसमा? सल्फर पनि र नाइट्रोजन पनि। अब यहाँ हेर्नु कि यो जुन नाइट्रोजन र हाइड्रोजन लागेको ठाउँ छन् र यो जुन नाइट्रोजन र हाइड्रोजन लागेको ठाउँ छन् यसको माथि पनि कार्बन यसको माथि पनि कार्बन भनेको मतलब यो दुवैलाई हामी के गराउन सक्छौं? फ्यूज गराउन सक्छौं। यदि यो दुवैलाई हामी फ्यूज गराउन सक्यो भने यो स्ट्रक्चर कस्तो बन्न सक्छन्? त तल एउटा एन हुन्छ नै हुन्छन्, यहाँ डबल बोन्ड ओ आइदिन्छन् र माथि एउटा एस आइदिन्छन्। यो जुन स्ट्रक्चर छन् यो वाला के यस्तो बनिदिन्छन्।
यो स्ट्रक्चरको नाम मैले के बताएको थिएँ, थायाजोलिडिन। ठीक छ। यो स्ट्रक्चर भइहाल्यो थायाजोलिडिन प्लस बीटा लेक्टम रिङ। यो दुवै स्ट्रक्चर फ्युज भइदियो भने के भन्छन्, यो स्ट्रक्चरलाई भन्छन् पेनम। के भन्ने गर्छन्, पेनम भन्ने गर्छन्। सो हेर्नु त, यसमा अल्फा पोजिसन र बीटा पोजिसन दुईवटा पोजिसन छन्। कहाँ फ्युज भएर बसेका छन्, बीटा पोजिसनमा फ्युज भएर बसेका छन्। कुन रिङ, थायाजोलिडिन रिङ। यसमा एन्टिब्याक्टेरियल प्रपर्टी दुवै रेस्पोन्सिबल नै हो। अब हेर्नु, किनभने यो नेचुरल सोर्सबाट अब्टेन गरेका छन्, एउटा यसको डिमेरिट के भइदिन्छन्, जब हाम्रो शरीरभित्री यसलाई चलाउने गर्छन् भने हाम्रो शरीरको जुन इम्युन सेल छन् त्यो हाइपर एक्टिभ भइदिन्छन्। धेरै यस्तो सेन्सिटिभ पर्सनालिटीको मान्छेहरू या इन्डिभिजुअलहरूलाई यदि हामी पेनिसिलिन दियो भने उसको बडीले के गर्न सक्छन्, हाइपर सेन्सिटिभिटी रिएक्सन सो गर्न सक्छन्। त्यही भएर हामी पेनिसिलिन मेडिसिन्स दिनुभन्दा पहिला के गर्नुपर्छ, उसको हाइपर सेन्सिटिभिटी टेस्ट पनि गर्नुपर्ने हुन्छ। ठीक छ। यो जुन स्ट्रक्चर छ यो स्ट्रक्चरलाई हामी के भनिरहेका छौँ, पेनम रिङ भनिरहेका छौँ। अब यही पेनम रिङमा के प्रेजेन्ट हुन्छन्, यो जुन पेनम रिङ छ यो पेनम रिङमा पहिला पेनम रिङ बनाइहालौँ। के छन्, यो वाला यहाँ नाइट्रोजन छन्, यहाँ यो वाला भइहाल्यो, यहाँ सल्फर हुन्छन्, यो 5 मेम्बर वाला भइहाल्यो। यानी यो जुन पेनाम रिङ छन् यो पेनाम रिङको पहिला नम्बरिङ गरिहालौँ। यसको नम्बरिङ हामी सल्फरबाट गर्ने, 1 2 3 4 5 6 7। ठीक। अब हेर्नु, यो जुन सल्फर छन् सल्फरबाट हामी काउन्टिङ गरेर कतिवटा पुर्याइदियो, 7 सम्म पुर्याइदियो। ठीक। यो 2 नम्बर पोजिसन छ नि, यदि यहाँ मैले CH3 एड गरिरहेका छु र यहाँ पनि CH3 एड गरिरहेका छु, कतिवटा मिथाइल ग्रुप भइहाल्यो, 2वटा मिथाइल ग्रुप। र जुन 3 नम्बर वाला छन् कार्बन एटम, यो 3 नम्बर पोजिसनमा मैले एड गरिरहेका छु COOH भनेको मतलब कार्बोक्सिलिक एसिड। अब यो पुरा स्ट्रक्चरलाई हामी भन्ने गर्छौं के पेनिसिलिनिक एसिड। के भन्ने गर्छौं, पेनिसिलिनिक एसिड। यसको नाम के भइदियो, पेनिसिलिनिक एसिड भइदियो। अब यही पेनिसिलिनिक एसिडमा यदि हामीले यहाँ NH2 ग्रुप एटेच गरिदियो, कति नम्बर पोजिसनमा, 6 नम्बर पोजिसनमा। यदि 6 नम्बर पोजिसनमा हामीले NH2 ग्रुप यानी एमिनो ग्रुप एटेच गरियो भने यसको नाम हुन्छन् के 6 एमिनो पेनिसिलिनिक एसिड या सर्ट फर्ममा यसैले हामी भन्ने गर्छौं 6 APA। ठीक। यो 6 APA को जुन कन्सेप्ट छन् या जुन स्ट्रक्चर छन् यो दिने वैज्ञानिकको नाम के थियो, BEECHAMS बिचम्स। यानी यो जुन 6 एमिनो पेनिसिलिनिक एसिड उहाँले पत्ता लगायो, यसबाट उनीको एउटा क्लियर कन्सेप्ट थियो। के कन्सेप्ट थियो कि यदि हामीले 6 एमिनो पेनिसिलिनिक एसिडमा आफ्नो ल्याबोरेटरीमा रहेको केही अरु केमिकलसित पनि रिएक्सन गराइदियो भने यो सेमी सिन्थेटिक डेरिभेटिभ बनिहाल्छन्। कसको सेमी सिन्थेटिक डेरिभेटिभ बनिहाल्छन्, अलग अलग पेनिसिलिन ग्रुपको मेडिसिनहरु बन्न थाल्छन्। भनेको मतलब यदि पेनिसिलिन नेचुरली वेमा लिइरहेका छौं, हाम्रो बडीमा चाहे जतिको काम गरिरहेका छैन या त्यसमा केही अझै कुराहरु अपडेट गर्नु छन्, त्यसको कारण मतलब कि यदि अपडेट गर्नु छ भने त्यसलाई हामीले के गर्नुपर्छ, यो इन्टरमिडिएट स्ट्रक्चर्समा केही बनाउनु पर्छ र यो बनाएको कारणले गर्दाखेरि त्यहाँ अलग अलग मोटिभ्सहरु पनि एड गर्न पाउने। त पहिला यो जुन बिचम नामको साइन्टिस्ट थियो उसले के को कन्सेप्ट दियालो, 6 एमिनो पेनिसिलिनिक एसिड। अब यो जुन 6 एमिनो पेनिसिलिनिक एसिड छन् म यहाँ लेखिदिरहेका छु। ठीक। 6 एमिनो पेनिसिलिनिक एसिड बनाउने कसरी, सिम्पल वे छन्। यहाँ डबल बोन्ड O आइदिन्छन्, यहाँ के आइदियो NH2 ग्रुप आइदियो, फेरि यहाँ थायाजोलिडिन रिङ आइदिन्छन्, यो थायाजोलिडिन रिङ भइदियो। यसको काउन्टिङ गर्दाखेरि 1 2 3 4 5 6 7 यस्तै काउन्टिङ गरेका थिए। 2 नम्बरमा CH3 ग्रुप, यो मिथाइल ग्रुप हो, फेरि यसमा पनि CH3 ग्रुप, यहाँ के आइदिन्छन् COOH ग्रुप यानी कार्बोक्सिलिक एसिड। अच्छा हेर्नु, यदि यसैमा हामीहरुले एसाइल क्लोराइड भनेको मतलब R C डबल बोन्ड O अनि यहाँ Cl के भइहाल्यो R C डबल बोन्ड O Cl। हेर्नु, यो तपाईहरुले राम्ररी बुझ्नको लागि म यो जुन नाइट्रोजन छ नि यो नाइट्रोजन सँग एटेच भएको दुईवटा हाइड्रोजनलाई अलग अलग गरेर लेखिराखेका छु। हेर्नु, यो वाला भइदियो। ठीक। अब यहाँको जुन क्लोरिन छ नि यो क्लोरिनले एउटा नाइट्रोजन एटम को हाइड्रोजनलाई लिएर गइदिन्छन्। त यहाँ के भइदियो -HCl। ठीक। अब जुन यहाँ बाँकी रहिसकेका छन् यो गएर कहाँ एटेच भइदिन्छ, नाइट्रोजन एटममा।
त यसको रिङ कस्तो बन्न सक्छन् त यो हेर्नु यो जुन हाइड्रोजन छन् या यो वाला यो पहिला त यो रिङ बनाइहाल्नु यो रिङको नाम के थियो 6 एमिनो पेनिसिलिनिक एसिड त पहिला यो बनाउनु पर्छ हामीहरुलाई यसमा हामीले एउटा बीटा लेक्टम रिङ बनाइहालौं यहाँ डबल बोन्ड O लगाइहालौं यहाँ यस र यो वाला भइहाल्यो यहाँ दुईवटा मिथाइल ग्रुप थियो सर ठीक यहाँ के छन् COOH ग्रुप छन् अब यहाँ एउटा बाँकी रहिसकेछ यसको N र एउटा H त यहाँ एउटा N बाँकी रहिहाल्यो यसको एउटा H बाँकी रहिहाल्यो ठीक N र H बाँकी रहिहाल्यो अब यो जुन स्ट्रक्चर छन् यो स्ट्रक्चर गएर कहाँ लागिहाल्छन् नाइट्रोजन एटममा त के यहाँ बाँकी रहिसकेका छन् C डबल बोन्ड O के बाँकी रहिहाल्यो C डबल बोन्ड O र एउटा R यो वाला ठीक यही हो हाम्रो पेनिसिलिन के छन् अब यो पेनिसिलिन को जुन यहाँ R ग्रुप लागेका छन् R भनेको मतलब अल्काइल ग्रुप यसमा अलग अलग यदि मोइटिज एड गर्ने गर्छौं भने यो जुन पेनिसिलिन छन् यो पेनिसिलिन को पूरा स्ट्रक्चर चेन्ज हुने होइन यहाँ मात्र यसको मेनिपुलेसन्स गर्ने बेलामा या यसमा अलग अलग कोही पनि मोइटिज एड गरियो भने यसको नाम मात्र चेन्ज हुन्छन् ठीक होपफुली यतिसम्म तपाई बुझ्नु भएको होला।